आजको भिडियो चाहिँ तपाईको फेसबुक डिलिट गर्न चाहनुहुन्छ कि अथवा केही महिनाको लागि तपाईले चाहिँ बन्द गर्न चाहनुहुन्छ, फेसबुकको सर्चमा तपाईको नाम सर्च गर्दै पनि नभेटाउने बनाउन चाहनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि छ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। यहाँनिर मैले स्क्रिन हेर्नु होला। यो स्क्रिनमा तपाईलाई मैले सिकाउन गइरहेको छु र यसको लागि चाहिँ तपाईलाई आफ्नो फेसबुकको पासवर्ड चाहिँ तपाईलाई थाहा हुनुपर्छ। यदि तपाईले पासवर्ड थाहा पाउनु भएको छैन भने तपाईले चाहिँ यो काम गर्न सक्नुहुन्न। पासवर्ड थाहा छ भने तपाईले यहाँनिर तपाईले आफ्नो फेसबुक डिएक्टिभ अथवा डिलिट गर्नको लागि चाहिँ पहिला सिम्पली यहाँनिर फेसबुकलाई क्लिक गरिदिनु होला। यहाँनिर फेसबुकलाई क्लिक गरिसक्नुभयो भने यहाँनिर फेसबुकलाई क्लिक गरिसक्नुभयो भने यहाँनिर तपाईले यता यहाँनिर तीनवटा धर्का छ, यसमा चाहिँ क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँनिर सेटिङ छ, यो सेटिङमा तपाईले क्लिक गर्न सक्नुहुन्छ। नभए अलिकति माथि गएर यहाँनिर तपाईले सेटिङ एन्ड प्राइभेसी छ, यसमा क्लिक गर्नु होला। यो क्लिक गरिसकेपछि यहाँनिर सेटिङ लेखेको छ, यस सेटिङमा चाहिँ तपाईले क्लिक गर्नु होला। यो सेटिङमा क्लिक गरिसकेपछि तपाईले यहाँनिर यस्तो खालको इन्टरफेस खुल्नेछ। यसमा चाहिँ सी मोर इन अकाउन्ट सेन्टर भन्ने छ, यसमा चाहिँ क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि अलिकति माथि जानु होला र यहाँनिर तपाईले देख्न सक्नुहुन्छ यहाँनिर पर्सनल डिटेल लेखेको छ, यसमा चाहिँ तपाईले क्लिक गर्नु होला र यहाँनिर अकाउन्ट ओनरशिप एन्ड कन्ट्रोलमा क्लिक गरिदिनु होला। यसमा क्लिक गरिसकेपछि यहाँनिर यो तलको अप्सनमा क्लिक गरिदिनु होला। यो तलको अप्सनमा क्लिक गरिसकेपछि यहाँनिर तपाईको दुई तीनटा फेसबुक छ भने दुई तीनटा फेसबुक देखिनेछ र तपाईको एउटा फेसबुक छ भने एउटा फेसबुक देखिनेछ। यहाँनिर चाहिँ मैले यो मेरो एउटा फेसबुक देखेको छ, मैले चाहिँ डेमो अकाउन्टको लागि यो बनाएको थिएँ। यो फेसबुक यसरी देखेको छ। तपाईले डिलिट गर्न कुन चाहनुहुन्छ त्यो फेसबुकले चाहिँ यसरी क्लिक गर्नु होला र यसरी क्लिक गरिसकेपछि यहाँनिर अप्सन दिएको छ, यो डिएक्टिभ गर्न चाहनुहुन्छ अथवा डिलिट गर्न चाहनुहुन्छ भनेको छ। डिएक्टिभ भनेको चाहिँ तपाईले 2-4 महिना 5 महिना सर्च गर्दाखेरि नभेटिने, त्यसपछि तपाईले पासवर्ड हानेर तपाईले आफ्नो आइडी खोल्न सक्नुहुन्छ। डिएक्टिभ मात्रै हुनेछ, डिलिट हुने छैन। र डिलिट गर्न चाहनुहुन्छ भने तपाईको सधैँको लागि डिलिट गर्न चाहनुहुन्छ भने डिलिट अकाउन्टमा तपाईले क्लिक गर्नु होला। मैले डिलिट अकाउन्टमा क्लिक गरेँ। 2-4 महिनाको लागि अथवा 1 वर्षको लागि तपाईले डिएक्टिभ गर्न चाहनुहुन्छ भने माथिको अप्सन क्लिक गर्नु होला। यति गरिसकेपछि यहाँनिर कन्टिन्यूमा क्लिक गर्नु होला। यहाँनिर कन्टिन्यू क्लिक गरिसकेपछि यहाँनिर तपाईले कुनै पनि एउटा अप्सन चुज गर्नु होला। तपाईले फेसबुक किन डिलिट गर्न चाहनुहुन्छ अथवा डिएक्टिभ गर्न चाहनुहुन्छ भनेर सोधेको छ। तपाईले कुनै पनि एउटा अप्सन तपाईले यहाँनिर चुज गर्न सक्नुहुन्छ। चुज गरिसकेपछि यहाँनिर कन्टिन्यूमा क्लिक गरिदिनु होला। कन्टिन्यूमा क्लिक गरिसकेपछि अर्को फेरि यहाँनिर कन्टिन्यूमा क्लिक गरिदिनु होला। यहाँनिर कन्टिन्यू क्लिक गरिसकेपछि अलिकति माथि सार्नु होला। यो कुनै पनि अप्सन तपाईले चुज गर्नु पर्दैन। यहाँ फेरि तल कन्टिन्यू लेखेको छ, यसमा चाहिँ क्लिक गर्नु होला। यसमा कन्टिन्यूमा क्लिक गरिसकेपछि यहाँनिर चाहिँ तपाईले आफ्नो फेसबुकको पासवर्ड राख्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ फेसबुकको पासवर्ड मागेको छ। मैले चाहिँ आफ्नो फेसबुकको पासवर्ड हान्न गइरहेको छु। तपाईले आफ्नो फेसबुकको पासवर्ड हान्दिनु होला। यहाँनिर पासवर्ड हानिसकेपछि कन्टिन्यूमा क्लिक गरिदिनु होला। कन्टिन्यूमा क्लिक गरिसकेपछि यहाँनिर आइसकेको छ डिलिट अकाउन्ट भनेर आइसकेको छ। तपाईले डिएक्टिभ गर्न चाहनुहुन्छ भने डिएक्टिभ अकाउन्टमा क्लिक गर्नु होला र डिलिट गर्न चाहनुहुन्छ भने यहाँनिर चाहिँ डिलिट अकाउन्टमा क्लिक गर्नु होला र सधैँको लागि डिलिट हुनेछ। तपाईले फेरि यो तपाईले नयाँ नै खोल्नुपर्ने हुन्छ। यो अकाउन्ट चाहिँ फेरिबाट खोल्न सक्नुहुन्न। यदि तपाईले डिएक्टिभमा क्लिक गरेर कन्टिन्यू गर्नुभएको थियो भने तपाईले अर्कोचोटि चाहिँ तपाईले खोल्न सक्नुहुन्छ। यहाँनिर हेर्नुहोस् प्लिज सिजेसन एक्सपायर्ड भनेको छ, प्लिज लगइन अगेन भनेको छ। यहाँनिर ओकेमा क्लिक गरिदिनु होला र मेरो यहाँनिर यो फेसबुक डिलिट भइसकेको छ। यो डिलिट भइसकेपछि तपाईले फेसबुकमा सर्च गर्दाखेरि पनि तपाईले पाउन सक्नुहुने छैन र तपाईको सधैँको लागि यो फेसबुक डिलिट भइसकेको छ। यदि डिएक्टिभमा क्लिक गर्नुभएको थियो भने तपाईले चाहिँ कति समयको लागि डिएक्टिभ गर्न चाहनुहुन्छ तपाईले जहिले पनि तपाईले आफ्नो पासवर्ड र आइडी हानेर चाहिँ तपाईले खोल्न सक्नुहुनेछ। आशा गर्दछु पक्कै पनि यो भिडियो तपाईलाई राम्रो लाग्यो भने तपाईले भिडियो लाइक गरिदिनु होला। मेरो च्यानलबाट हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। मेरो फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने फेसबुकलाई फलो गरिदिनु होला भन्दै अर्को एकदम महत्त्वपूर्ण भिडियो ल्याउने बाचा गर्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।